पालकले करप्ट जब समातेर भित्र हाल्नुपर्छ। भित्र भने मर्यादा पालक किन राख्यो त्यहाँ सभामुख महोदय भनेर सभामुखज्यूले सभामुख महोदय होइन यो त सभामुखज्यूको आदेश चाहिन्न। मर्यादा पालकले सर्क साम्पङ जस्ता जो बढी बोल्छ जो विकास विरोधीलाई करप्ट झ्याप समातेर भित्र हाल्नुपर्छ। म यही भन्न चाहन्छु। संस्कृत पार्टी खोल्नको नरनाथ गौतमले भिजन दिए हो त्यो त्यसको फिन्सिन नि म हो नि त होइन। आज फिन्सिन घुमाउँदाखेरि यो पीडा त हर्क सामला छ नि होइन किन तर उहाँले बुझेनन् नि उहाँले जानेनन् नि किन पार्टी छोड्नु कसरी लाने भन्ने कुरा त उहाँले त्यो जानेनन् क्या। होइन ठिकै ठ्याक्कै भन्नुहोस् त पार्टी किन छोड्नुभयो तपाईँले? सबै कुरा विधि विधान पार्टीको रणनीति सबै गोजीमा हालेर उहाँ हिँड्नुहुन्छ। हामीले भनेको कुरा नसुन्ने एकोरो होइन घमण्ड अहम त्यो तरिकाले पार्टी चल्दैन। पार्टी दल पहिला आफ्नो पार्टी दल बलियो बनाएको समाजलाई बनाउन सकिन्छ उहाँबाट त्यो छैन क्या। र त्यो श्रम संस्कृति पार्टीको सम्पूर्ण टिम अल होल अब केही समय पछाडि सबै परित्याग गरेर नरनाथ गौतमको नेतृत्वबाट फेरि उहाँहरूले पार्टी परित्याग गर्दैछ। तपाईँ यो पनि कुरा होइन पहिरो जाँदैछ त्यहाँ हजुर पहिरो जाँदैछ खोलाबारी ठुलो आधी तुफान जाँदैछ। श्रम संस्कृति पार्टी पुरै पत्ता साफ हुनेवाला छ बुझ्नुभयो? होइन हिजो तपाईँले त हर्क साम्पाङ भगवान हुन् भन्दै खुट्टा ढोगे होइन 1 महिना 2 महिना अगाडि तपाईँ होइन हामीले चाहिँ उहाँलाई चाहिँ नेतृत्व उहाँ गर्न सक्छन् उहाँ अब्बल नेता हुन् भन्ने हामीले मानेथ्यौँ। तर पछिल्लो समयमा उहाँको के छ भने उहाँको एउटा त्यो देखाउने दाँत भन्छन् नि होइन देखाउने एउटा र त्यो अर्को उहाँमा त्यो रहेछ देखाउने र चपाउने दाँत देखाउने दाँत र चपाउने दाँत हजुर चपाउने कस्तो देखाउने कस्तो ठ्याक्कै तपाईँले स्पष्ट बताउनु होइन यस्तो क्या बाहिर चाहिँ मुसुका हाँस्दिने खुसी बनाइदिने तर भित्री उहाँको चलखेल अर्कै रणनीति रहेछ। उहाँ राष्ट्रवादी नेता होइनन् रहेछन्। नेपाल राष्ट्रको एउटा खोक्रो नारा लगाउने र राष्ट्रप्रति चाहिँ घात गर्ने खालको उहाँमा देखियो क्या। होइन उहाँले त 1 रुपियाँ कहीँबाट मैले घात गरेँ भने मेरो यहीँ प्राण जाओस् भनेर कसम त्यो बोल्न मुखले बोल्ने ठिक्क पार्ने तर उहाँबाट त्यो छैन। त्यो हुनाले उहाँबाट यो मैले भने नि हर्क साम्पङबाट यो देश पनि उहाँले बनाउन सक्दैनन्। उहाँबाट केही हुँदैन किन सबैले बुझिसके। अहिले ती पार्टी कार्यालयका साथीहरू छन् होइन कोही चाहिँ पिउनहरू जाहिर खाएर चाहिँ रिटायर भएका साथीहरू पस्ताएका छन् बेकारमा यो पार्टीमा आइएछ या भनेर गुनगुनाइरहेका छन् मलाई हो र के गर्ने नरनाथजी भनेर चाहिँ मलाई चिया खाने पसलतिर पनि उहाँले गुनगान गाउँछन् क्या। ठुलै नेताहरू पछुता छन् सबै नामको पद मात्रै होइन नामको मात्रै पद ओरिजिनल सबै चाहिँ डकुमेन्ट चाहिँ सबै हर्क साम्पङको हातमा छ सबै। उहाँले त मै हो यो पार्टीको चाहिँ नि ऊ भन्दै हुनुहुन्थ्यो अस्ति त्यही मै हो भनेर त बिग्रियो त मै हो भनेर बिग्रियो क्या। त्यही भएर समेट्न सक्दैन उहाँबाट केही उपाय छैन केही पनि हुँदैन। होइन उहाँ त निष्ठा उहाँ राष्ट्रवादी नेता भनेर तपाईँले पटक एकचोटि होइन पटक पहिला सुरुमा त राष्ट्रवादी नेता सबैलाई बनाएर अगाडि बनाउनु त पर्यो नि त राष्ट्रवादी नेता भनेर चाहिँ अगाडि बढाएको हो तर उहाँले चाहिँ कार्य यो उसमा देखाउनु भएन क्या। तपाईँलाई चित्त नबुझेको कुरा के हो ठ्याक्कै भन्नुहोस् त? अब मलाई चित्त उहाँबाट हुँदैन। होइन तपाईँलाई चाहिँ केन्द्रीय सदस्य मागेको नदिएपछि उनी चाहिँ रुँदै कराउँदै कुद्दैछ भनेर आरोप लाग्छ नि। यो हावादारी कुरा हो यो चाहिँ तपाईँको झोले झाम्टेहरू ती मासुभाते हुके पेट्रोलले बोलेको कुरा हामीलाई त्यो किमार्थ त्यो हुनेवाला पनि छ नि त्यो नचाहिने कुरा। जो चाहिँ अहिले पद पाइन्छ भने त्यस्ता व्यक्तिहरू चाहिँ लागिपरेका छन्। जो हर्क साम्पङसँग त म त सुरुबाट छ नि त होइन हर्क साम्पङले के खान्छन् के लाउँछन् हर्क साम्पङ कहाँ जान्छन् कहाँ पर्छन् त्यो त मलाई थाहा थियो नि त सबै कुरा होइन। एउटा त साथीभाइ हो नि त हामी भनेको बुझ्नुभयो नि। तर ती पछाडि जोडिएका केही पद पाउँछ कि भनेर यो माइती मण्डलतिर यसो घुमेर चरी हिँडेकालाई थाहा हुन्छ भित्री कुरा त्यो आन्तरिक कुरा नरनाथलाई मात्र थाहा छ। त्यो नभन्ने के छ आन्तरिक कुरा ल भन्नुहोस् त? हो त्यही हो बुझ्नुभयो नि। आन्तरिक कुरा जस्तो तपाईँको पश्चिमको दार्जुला झोलुङ्गे पुलको चाहिँ ती फलम तार जाली लट्ठा छ नि त्यो सबै नेपाल सरकारले दिएको सरकारले दिएछ बालन सरकारले दिएको। ओहो अनि हामीले झोलुङ्गे पुल निर्माण गऱ्यौँ भन्दा दुनियाँ चाहिँ खानीमुलुमा रहेका देशभक्त दाजुभाइ तिमीलाई केआरमा चाहिँ पैसा मागेर ठगेर हुन्छ यो त तपाईँको पारदर्शिता खै त छैन एउटै पारदर्शिता खै त यो देखाउन सकेन। मैले त्यो पारदर्शिता देखाउनु भन्दाखेरि मैले पटक उहाँलाई भने हिसाब किताब पारदर्शिता हुनु पर्यो आम नेपाली जनताको माग छ आम नेपाली जनतालाई स्पष्ट देखाइनु पर्यो भन्दाखेरि उहाँले त्यो कुरालाई खालि इग्नोर गर्ने आफ्नै बलबुता आफ्नो तरिकाले हिँड्ने क्या उहाँ। त्यही भएर हुन त त्यहाँ खाडीमुलुकबाट पठाएको रकम त आफ्नो खुसीले पठाएको भनेको छन् पठाए नि तर देखाउनु पर्यो पठाएको भनेको छन् होइन पारदर्शिता हिसाब देखाउनु पर्यो
होइन त्यो लट्ठा त्यो झोलुङ्गे पुल चाहिँ नेपाल सरकारले बनाएको हो बुझ्नुभयो नि त्यहाँ श्रम गर्नेलाई चाहिँ धन्यवाद छ उहाँहरूलाई हामी उहाँलाई सम्मान गर्छौँ श्रमिकहरूलाई हामी माया गर्छौँ तर व्यक्ति खराब छ श्रमिकहरूको अपमान गरे जस्तो भयो नि त तपाईँले उहाँहरू त महिनौदेखि त्यहाँ गएर कतिको खुट्टा भाँचिया छ हात भाँचिया छ उहाँ होइन उहाँले त मैले सम्मानै गरेको छु त श्रमिकलाई श्रम गर्ने चाहिँ ती पुल बनाउने निर्माणकर्तालाई त म माया गर्छु धन्यवाद दिन्छु तर हर्कबाट हुँदैन क्या नेतृत्व श्रम संस्कृति पार्टीको नेतृत्व गलत भयो उहाँबाट हुँदैन होइन कतै तपाईँलाई पनि कसैले योजनाबद्ध के को योजनाबद्ध केही पनि होइन 2-4 दिन होइन गएर उफ्री त्यहाँबाट होइन आवाजको कुरा नगर्नु अब उहाँबाट हुँदैन हर्कबाट यो केही हुनेवाला छैन होइन उहाँ त अब धरानका छन् सुन धरानका सम्पूर्ण देशभक्त त्यहाँ त भोटर चुनाव हाल्ने आम त्यहाँका जनताहरूले भनिसकेका छन् नरनाथ गौतमले सही कुरा निर्णय लिनुभएको छ अब हामी पनि चाहिँ हर्कवादलाई छोडिन्छौँ अब नेपालवाद भनेको नेपाल बनाउने वादतिर जाने हो नि त हर्कबाट केही हुँदैन विकासवादतिर जाने हबाट हुँदैन नबाट हुन्छ देश भन्छ नबाट भनेको नरनाथबाट नेपाल ए बुझ्नुभयो नि नेपालवाद बनाउनलाई चाहिँ त्यो नेपालवाद बनाउनलाई बालेन्द्र शाह रवि लामछानेबाट मात्रै सम्भव छ काफी छ बालेन रवि सुदन गुरुङ यी तीनटा नेता मिलियो भने नि यो देश कार्यपलट हुन्छ तपाईँले ढुक्क हुन्छ होइन हो तपाईँले अर्थमन्त्री स्वर्णिम बाग्लालाई भेट्ने बित्तिकै तपाईँको के भेट्छु त अर्थमन्त्री के मेरो गोजीको व्यक्तिगत अर्थमन्त्री हो भनेको सम्पूर्ण नेपाल सरकारको अर्थमन्त्री हो सम्पूर्ण नेपाली जनताको अर्थमन्त्री हो भेट्न जान मिल्दैन आफ्नो राजनीतिक सल्लाह हुन्छ के हुन्छ बजेटको कुरा हुन्छ आफ्नो जिल्लाको कुरा हुन्छ विकासको कुरा हुन्छ निर्माणको कुरा हुन्छ ती कुरालाई लिएर गएको अनि उहाँलाई अनि हर्क सम्भव पनि बजेट माग्न गएको थियो त बालन शाहको कार्यकक्षमा अस्ति माग्न गएको थियो नि त बालेन्द्र शाहको खुट्टा ढोक्न गयो नि त हर्क शाहमा पनि खुट्टा नम गरेर 3 चोटि खुट्टा ढोकेर चाहिँ 1 अर्ब बजेट हालिदियो नि त बालेन्द्र शाहले खुट्टै ढोके त अर्को सामङले अनि खुट्टा ढोक्न गएनन् अनि अपमान खुट्टा नढोकेमा कसरी माननज्यूलाई त्यति साह्रो अपमान पनि के दुनियाँ दिमाग उहाँहरूले भन्दा हो नि बालेन्द्र शाहसँग नमो गर्दै ढोक्दै 1 अर्ब बजेट प्रधानमन्त्रीलाई त नमस्कार गर्नु पर्यो नि त सबैले देशको प्रधानमन्त्री कार्यकारी प्रमुख हो बालेन्द्र शाहलाई हर्कले भेट्दैमा अब हर्क पनि बालेन्द्र शाहसँग गयो भन्ने कुरा हुन्न नि त भेटघाट गर्न पाइयो क्या मन्त्रीमण्डलसँग भेटघाट गर्न पाइयो विभिन्न मन्त्रीसँग भेट्न पाइयो त्यो अधिकारको कुरा नेपाल सरकारको सम्मानित व्यक्तिहरूलाई भेट्न जाँदैमा नरनाथ उतै गइहाल्दैन क्या मेरो आफ्नो कुरा थियो गएँ मेरो आफ्नो छलफल थियो सहमति भयो मैले पार्टी छोडेँ के भन्नु होइन तर त्यहाँ चाहिँ नि उहाँलाई भेट्ने बित्तिकै तपाईँलाई चाहिँ के कानमा फुकिदिनु भयो त्यसपछि आएर कानमा फुक्नु पर्दैन यो देश छ नि यो देश बनाउने अब उहाँहरूले मात्रै सक्नुहुन्छ मैले त्यो देखेँ उहाँहरूको भिजन उहाँहरूले भन्नुभयो अर्थमन्त्रीजीले मलाई के भन्नु भने 1 देखि जेडसम्म उहाँहरूले भनिदिनु भयो एदेखि जेडसम्म भनिदिएपछि मैले बुझेँ स्पष्ट ढङ्गले 1 देखि जेड हुँदैन एदेखि जेड भन्नु एदेखि जेडसम्म भनिदिनु भयो होइन 1 देखि 100सम्म के उयो त हो नि कुरो होइन त्यस कारण गरेर स्पष्ट लाग्यो तपाईँले हिजो चाहिँ नि त्यत्रो कहाँ घुम्नु भन्नु त चुनावमा चाहिँ भोट माग्नु हेर्नुहोस् त अब गयो नि कहाँ जानुभयो तपाईँ अब धरानमै हर्क सामाजिकसँग 5 दिन म हिँडेँ बुझ्नुभयो नि झापा क्षेत्र नम्बर 5 मा 2 दिन हिँडेँ समीर तामाङज्यूको लागि अब तपाईँको दीपक तिमसिनाको लागि क्षेत्र नम्बर 3 मा तपाईँको 15 दिन जति उहाँसँगै म रहेँ बुझ्नुभयो नि ओखलढुङ्गामा 1 महिना 5 दिन बसेँ म अनि त्यो त सञ्जालमा त तपाईँको 77 जिल्लामा चाहिँ ल है माटोमा मतदान गरौँ भनेर सम्पूर्ण देशभक्त जनताहरूलाई चाहिँ मैले फेसबुकबाट चाहिँ स्ट्याटस लेख्थेँ बोल्थेँ होइन राम्रै कुरा हो त मैले घाम पानी होइन आफूलाई भोक लागेको मैले भन्न तिर्खा लागेको भन्न होइन मैले त सुरु गरेको पार्टी मैले हो नि त श्रम शक्ति पार्टीको भिजन श्रम शक्ति पार्टीको नामै मैले राखेँ हो तपाईँले हर्क साम्पल राखेँ होइन तपाईँ ढुक्क हुनुहोस् त्यो फेन्सिङ कोर्ने नि नरनाथ गौतम हो स्पष्ट भन्नुपर्छ फेरि अचम्म कुरो गर्नुभयो कस्तो अचम्म तपाईँले कुन दुनियाँमा हुन्छ श्रम संस्कृति पार्टीको नाम राख्ने नि मै हो नरनाथ गौतम यो राष्ट्रभक्त देशभक्त नरनाथ गौतम देनदुखी पीडित जनता र देशको पक्षमा बोल्ने नरनाथ गौतम छ नि केआर पार्टीमा रहँदैन ढाँट छल गर्ने दुनियाँलाई चाहिँ पैसा माग्ने त्यस्तो पार्टीमा नरनाथ गौतम रहनु भनेको आफ्नो आमाको चाहिँ रगत खानु बराबर हो बुझ्नुभयो अरे तपाईँ के भन्दै हुन्छ फेरि अनि हिजो चाहिँ श्रम पिता आदरणीय श्रम पिता अरूसँगको चाहिँ श्रमिकहरूको चाहिँ श्रम गरेको चाहिँ 2-4 रुपियाँ केआरमा राखेर खानु भनेको आफ्नो आमाको रगत खानु बराबर हो होइन उहाँले त खुसीले पठाइदियो अरे त्यस कारण म सुहाउन सकिनँ मलाई गाह्रो भयो त्यो पार्टीमा रहन सकिनँ मैले सदाको लागि मैले पार्टी परित्याग गरेँ तपाईँलाई केटा हो त्यो मेरो आफ्नो चाहिँ सही मान्नुको कुरा हो
होइन तपाईँले हर्कबाट देश बन्दैन। हर्क भनेको एउटा टोल सुधार समिति टोल बनाउने त्यो क्षमता नभएको हर्कवाद हो। त्यो हर्क उसको लागि वाद होला, तर मेरो लागि यो देश मुलुक बनाउने भनेको मात्रै अबको विकल्प भनेको बालेन्द्र रवि सुदनले मात्रै बनाउन सक्छन्। बुझ्नुभयो नि? तपाईँ ढुक्क हुनुहोस्, होइन तपाईँहरू ढुक्क हुनुहोस्, देश बन्छ। अब तपाईँ आवेशमा आउनु हुँदैन। तपाईँ के को आवेगमा आउनु? तपाईँलाई चाहिँ नि त्यहाँ विभिन्न प्रश्न चिन्हहरू खडा गरेर हेर्नुहोस्। हिजो केन्द्रीय सदस्य नदिएपछि उनी चाहिँ रुँदै गए, उतापट्टि गएछन् भने यो बुझ्नुभयो नि? अब डराए, अब नरनाथ गौतमले पार्टी परित्याग गरौ, अब श्रम संस्कृत पार्टी सकिने भयो, लौ न हजुर भन्न अनेक बहाना गरेर मलाई टिका टिप्पणी उहाँहरूले गर्नुहुन्छ, उहाँलाई धन्यवाद। तर भोलि पस्ताउँदै उहाँहरू पनि हो, सही हो नरनाथजी तपाईँले भनेको कुरा हो रहेछ भन्न उहाँहरू रुँदै आउँछन्। अब भोलि होइन हिजो चाहिँ एउटा चाहिँ कसले एउटा भिडियो बनाएको छ, एउटा चाहिँ मोबाइलमा आएको, नदिएपछि उनी रुँदै गए पनि भन्ने लागेको हावादारी कुरा हो। सुन्नुभयो नि? उहाँहरूले नि मलाई भन्नुभएको हो तपाईँ यत्रो खट्नुहुन्छ, म विदेशमा छु, कोही म कोरियामा छु भन्छन्, कोही लन्डनमा छु, हङकङमा छु पनि भने। मलाई आउने बेला एउटा के ल्याइदिनु तपाईँलाई, आइफोन ल्याइदिनु कि ठुलो मोबाइल ल्याइदिनु कि भनेर उहाँले भन्नुभयो। ल मलाई होइन ठिक छ, मलाई अहिले तत्काल तपाईँहरू आउँदा कहिले हो कहिले समय लाग्ला, र मलाई तत्काल चाहिँ मलाई यहाँ एउटा समस्या छ, मोबाइल मलाई फुटेको थियो, तपाईँले गर्नुहुन्छ भने मलाई बरु म एउटा केयर पठाइदिन्छु। मैले चाहिँ उहाँले भन्ने है फेरि मोबाइल नेपालमै किन्दा राम्रो हुन्छ सर, अब बाहिर कहिले कहिले तपाईँ आउने भनेर मलाई केयर माग्नु उहाँले। एकजना भाइ हुन्छ, म नाम लिनु खोटाङ जिल्लाकै हुन् होइन, त्यहाँ अहिलेको केन्द्रीय महासचिवकै गाउँकै भाइ हुन् ती होइन, म नाम लिन्न के, उहाँ जस्तो मेरो चरित्र हत्या गर्ने उहाँ होइन। उहाँले त मेरो चरित्र हत्या गर्नुभएको छ, मेरो चाहिँ फोटो त्यो मेसेज च्याट गरेको चाहिँ सञ्जालमा हालिदिनु भएको छ, केही छैन। उहाँहरू बुद्धि विवेक घुमेकोले जे पनि गर्दा हुन्छ। अब उहाँले भन्नु मैले केयर पठाएको थिएँ, अब त्यो केयर अब पैसा यसरी मागेको थियो होइन मोबाइल किन्न भने हावादारी कुराहरू, सबै हावादारी फोकटलाल। मैले सुन्न यो श्रम संस्कृति पार्टीको नाममा नि 1 रुपियाँ खाएछ भने म मरिनँ ल, यहीँ मलाई गोली ठोक्नुहोस्, म मर्न तयार छु। मैले संसारमा ढाँट्नु, म घर परिवार मेरो बुवा मेरो बाबुहरू छन्, म साँचो कुरा गर्छु। 1 रुपियाँ मैले श्रम संस्कृति पार्टीको नाममा मैले 1 रुपियाँ खाएन ल, खाएको छैन। मैले खाएको छैन, काहीँ पनि खाएको छैन। मैले हर्क साम्बललाई मैले 1 कप चिया खाउनु भन्न मैले उहाँलाई पनि भन्न। मैले म त्यस्तो खालको एउटा राष्ट्रवादी नेताहरूलाई तपाईँले नचिन्नु भएको नि त। म त यो देश मुलुक बनाउनु पर्छ भनेर आफ्नो ज्यान जिउ आहुति दिएर आएको व्यक्ति हो। म जिउँदो शहीद हो। म साँचो बोल्छु, साँचो बोल्छु। साँचो बोल्नलाई चाहिँ त्यो कुनै पनि पार्टी पौवामा मेरो स्थान हुँदैन, किन मलाई त्यहाँ दिँदैन। किन साँचो बोल्छ भन्छ नरनाथ गौतम, साँचो बोल्छ, यो मान्छेले यहाँ राख्नुहुन्न भन्ने उहाँहरूलाई भइसक्यो। होइन नरनाथ गौतमले चाहिँ हर्क साम्बालाई नचिने हुन् कि हर्क साम्बाले नरनाथ गौतमलाई चिनेन? नरनाथ गौतमले हर्क साम्बालाई चिनेन कि हर्क साम्बाले नरनाथ गौतम? हर्कले नरनाथ चिनेनन्। हर्कले नरनाथ नचिन्नु भनेको सारा मुलुक जनतालाई नचिन्नु, यो देशलाई नचिन्नु। ऊ भनेको विदेशीबाट बेलायतबाट चाहिँ परिचालित व्यक्ति हो हर्क भनेको। कसरी बेलायत? सुरुमा सदनमा तपाईँको जाँदाखेरि बेलायतको फुली लगाएर बेलायतलाई खुसी पारेको इतिहास हामीलाई थाहा छ क्या। कुरा गर्नु तपाईँहरू दुनियाँ दिमाना नेपालको अस्तित्व आफ्नो मातृभूमिको एउटा लोगो लाएर जानुपर्छ नि। बरु बालेन्द्र शाहसँग त्यो चाहिँ एउटा किराँत सभ्यताको चाहिँ एउटा फुल लाएर जानुभएको थियो। राष्ट्रवाद उहाँसँग छ, बुझ्नुभयो नि? बालेन्द्र जस्तो त्यागी, रवि लामछाने जस्तो त्यागी इमान्दार नेता यहाँ संसारमा जन्मे छैन। सुदन गुरुङ जस्तो त्यागी नेताहरू जन्मे छैन, बुझ्नुभयो नि? त्यसै नेपाली 3 करोड 51 लाख तपाईँको चाहिँ 85,000 जनताले ड्याङ ड्याङ घन्टिया भोट हालेर पठायो होइन क्या। किन राष्ट्रवादी उहाँहरूले बनाउँछन् भनेर राष्ट्रवादी जनताहरूले भोट हालेर पठाएको। अब यो मुलुक उहाँहरूले यही राष्ट्रिय स्वतन्त्र पार्टी यही सरकारले मात्रै बनाउन सक्छ, तपाईँले पार्टी अरूले सक्दैन। तपाईँले पार्टी फुटाएर आउनु भयो कि तपाईँ एक्लै लखर लखर निस्किनु भयो? किन अब तपाईँ ढल्ला नहोस् न, यो 1 महिनाभित्रमा नि ठुलो आँधीबेरी पहिरो जाँदैछ। होइन बालेन शाहले भन्दै थियो हामीले त खोलै फर्कायो, आँधी ल्याएर चाहिँ होइन बाढी ल्याएर फर्कायो भन्दै थियो बालेन शाहले। ए बाबा जे बोल्नुहुन्छ नि प्रधानमन्त्रीले सही बोल्नु भएको छ क्या, एकदम सही, राम्रो बोले हुन्, एकदम राम्रो। बालेन्द्र शाह भनेको एउटा स्पिड हो क्या, बुझ्नुभयो नि? 120 को स्पिड हो, रफ्तार हो। यही रफ्तारले मात्र यो देश बनाउन सक्छ। स्पिड हो, स्पिडलाई तपाईँले मजाक नसोध्नु होला। अहिले त भन्नुभयो हाम्रो त एक्सप्रेसको गाडी हो, यो कहीँ ब्रेक लाग्दैन। एक्सप्रेस त हो नि, पहिला तपाईँ अग्नि सीता यातायात तिलङ्गा यातायात चल्थ्यो नि, पानस यातायात चल्थ्यो नि पहिला हिमाल, अहिले पनि चल्छ ज्वाला हिमाल। त्यस्तै हो बालेन्द्र शाह भनेको। बालेन्द्र शाह भनेको त्यस्तै हो, रफ्तार, बुलेटको रफ्तारमा जानु भएको छ। बुलेटको रफ्तारमा गएन भने विष्णु पौडेल जस्ता समात्थे आज। विष्णु पौडेल जस्ता यस्तै पुराना भ्रष्टाचारी दलालहरूलाई क्रपजाप समुद्रभित्र हाले हामी। त्यो नि महानता हो क्या। बालेन शाहलाई सलाम त्यसो भने। सलाम छ एकदम बालेन शाहको लागि म गोली हान्न तयार छु।
बालेन्द्र शाह रवि लामछानेज्यूको लागि नरनाथ गौतमले गोली हान्न तयार छ। तर हिजो त यो तपाईँले ढुक्क आउनुहोस्। हिजो त यो शब्द त हर्क साम्बाङको लागि भने हो क्या तपाईँले? कसले हावादारी कुरा नगर्ने पत्रकारज्यू? होइन तपाईँ नरिसाउनु न, किन सानो रिस? कुरा गर्दैछु। होइन तर तपाईँले हो भने हो कि होइन भन्नुहोस् त। उहाँ जमानामा के बोलियो, नेतृत्वलाई अगाडि बढाउनलाई के बोलियो होइन? जमानामा तपाईँको धेरै मान्छेले गोली हान्छ जसले पनि भन्छ, तर अबको गोली चाहिँ बालेन्द्र शाहको लागि रवि लामछानेलाई यो तातो गोली खान अझै तयार छ नरनाथ गौतम। अनि 5 पटक जति तर तपाईँले चाहिँ पुरानो भ्रष्टाचार दलालहरूलाई पत्ता साफ बनाउनुपर्छ, भित्र हाल्नुपर्छ। जबसम्म खोरमा हालिँदैन तबसम्म नरनाथ गौतमले सरकारको पक्षमा बुलन्द आवाज उठाउँछ। एकदम। तपाईँ कुन पदमा हुनुहुन्थ्यो श्रम संस्कृति पार्टीको? हजुर कुन पदमा? वरिष्ठ नेतामा थिएँ म। वरिष्ठ नेता। मेरो ठाउँमा सुदन किराँतले ल्याएर हाल्यो हर्कले, यो पनि मैले आज स्पष्ट भने। मेरो ठाउँमा सुदन किराँतले ल्याएर हालेपछि सुदन किराँती त्यो पार्टीमा आएपछि मलाई चाहिँ बिस्तारै बिस्तारै उहाँले चाहिँ के गर्नु भने मसँग नबोल्ने, घरि के गर्ने, पहिला फेन्सिङ कोर्ने, श्रम संस्कृति पार्टीको नाम राख्ने यही नरनाथ गौतम, पार्टीलाई बलियो बनाएर 7 सिट ल्याउने यही नरनाथ गौतम। आज मलाई अपमान गर्ने यो चाहिँ हर्कले हर्क फटा हो, बुझ्नुभयो नि? मैले फेरि माननज्यूलाई चाहिँ अपमान नगर्नुहोस्। के चाहिँ उ गर्ने? सदनमा दुनियाँ दिवाना 182 सांसदको अपमान गर्ने हर्क साम्बाङलाई मैले के नराम्रो बोलेँ मैले? फटायो भन्ने उहाँ? अनि विकास विरोधी हो हर्क साम्बाङ भने, विकास विरोधी हो, होइन उहाँले त विकासको भलो नचाहने, यही देशमा विकास गर्नुपर्छ भन्नुभएको छ उहाँले। हर्क साम्बाङ दोस्रो केपी ओली हो, बरु केपी ओली महान हुन्, तर केपी ओली भन्दा 4 गुणा घमण्डी हो हर्क साम्बाङ। उहाँबाट केही पनि हुँदैन। तपाईँले ढुक्क हुनुहोस्। के भन्दै हुनुहुन्छ तपाईँ? केपी ओलीलाई पनि भेटेको मान्छे हो तपाईँ? त केपी ओली भन्दा हर्क साम्बाङ खराब मान्छे हो क्या? कसरी खराब? ठ्याक्कै भन्नुहोस्। तर केपी ओली बरु केही न केही राष्ट्रवादी नेता हुन् केपी ओली, बुझ्नुभयो नि? पार्टीमा मेरो पार्टीमा म चाहिँ सर्वैश्वर हो भनेर भन्नुभएको छ त उहाँले। मुखले बोलेर हुँदैन, कार्यान्वयन गर्न सक्नु पर्यो, बुझ्नुभयो नि? कार्यान्वयनमा ल्याउन सक्नु पर्यो, व्यवहारमा ल्याउन सक्नु पर्यो, व्यवहारमा उतार्न सक्नु पर्यो। आज दिन दोगुना रात चौगुना बढिरहेको छ त उहाँको समर्थक, उहाँको जे हुन्छ उहाँकै हुन्छ। तर यो मुलुक र यो नेपाली जनताको लागि छैन क्या? छैन। त्यसै मनोज सापकोटा एकजना हाम्रो सामाजिक अभियन्ता हुनुहुन्छ, उहाँ मिडिया कर्मी हुनुहुन्छ, उहाँले बोलेको त्यसै बोल्दैनन् नि। वरिष्ठ नेपाल सरकारको पूर्व सचिव भीम उपाध्याय जस्ताले त्यसै बोले होइन रहेछन्। साँच्चैकै हो रहेछ क्या? साँच्चै कुरा उहाँले राइट बोल्नु भएको छ। हो र? अनि तपाईँ छाँगाबाट खस्नुभयो? एकदम हो नि। भीम उपाध्यायजीलाई के भन्नुहुन्छ उहाँलाई? एकदम राम्रो राष्ट्रवादी मान्छे हुनु, राम्रो मान्छे हुनुहुन्छ होइन? उहाँले मेलन्चुको खानेपानी ल्याएर जनतालाई चाहिँ काठमाडौँ जिल्लाका जनतालाई पानी ल्याएर खुवाउनु सफल हुनुभयो। उहाँ जस्तो त्यागी पूर्व सचिव कहाँ पाइन्छ यो देशमा? एउटा तपाईँ वडा सदस्य पनि उठ्न त्यो नजान्ने, टोललाई बनाउन नसक्ने मान्छेलाई केन्द्र सदस्य दिए ल हेर्नु त। त्यस्तो अपमान गर्न मिल्छ? त्यो पनि तपाईँको ज्योतिषशास्त्रको एउटा PhD देशभक्त, ल त पनि श्रम संस्कृति पार्टीको अध्यक्ष चाहिँ उहाँलाई बनाउने खालको सुहाउने खालको व्यक्ति हुनुहुन्थ्यो क्या उद्धव राई। अनि विद्वान मान्छे, दिनमा पर बेचारा एउटा स्याउ खाएर चाहिँ हिँड्नुहुन्थ्यो, शाकाहारी मान्छे, बुझ्नुभयो नि? डाक्टर उद्धव कुमार राई भनेको विशुद्ध शाकाहारी व्यक्तित्व हुनुहुन्थ्यो, बुझ्नुभयो नि? उहाँ सँगसँगै हिँडेको म दिनमा एउटा स्याउ खानुहुन्थ्यो, बेलुका 1 छाक भात खानुहुन्थ्यो। उहाँ जस्तो त्यागी विद्वान व्यक्तिलाई अपमान गर्यो हर्कले। हर्क साम्बाङले अपमान गरेकै हो, अपमान गरेको हो। त्यही भएर म उहाँहरूको अल टिमलाई अब ठुलो तपाईँकै मिडिया मार्फत म पार्टी परित्यागको चाहिँ एउटा ठुलो आँधीबेरी लिएर आउँदैछु, आँधीबेरी लिएर आएर। कति हजारौँ जनाले छोड्दैछन् पार्टी? हजारौँ जनाले छोड्दैछन्। हजारौँ जना भनेपछि पार्टी उनले आफ्नो घर बनाएन, अरूको भत्काउन खोजे। त्यही हो। कोनिकेले यहाँ नाम नबनाऊ, आफ्नो घर पनि बनाउँदैन, अरूको पनि बन्न दिँदैन भन्थ्यो। उहाँले गर्दैन क्या भनेको, आफ्नै घर बनाउन सक्दैनन् भने यो देश कसरी बनाउन सक्छन्? होइन उनले त जग त दह्रो लाछु भन्नुभएको छ त। कहाँको जग लगाए? खोइ कताको जग लगाए? खोइ त जगै हल्लिएर कहाँ पुगिसक्यो? कहाँको जग लगाए? हावादारी कुरा गर्नु तपाईँले। होइन जग हल्ले हो हर्क साम्बाङको? हल्लिसक्यो, काम छैन, कामै छैन, काम छैन। त्यसै मनोज सापकोटाहरू बोले होइन नि? त्यसै बोले होइन, उहाँहरू जस्तो विद्वान मान्छेले त्यसै बोले होइन नि? बेला बेला दिनुहुन्छ उहाँहरूले, एकदम राइट बोल्नु भएको छ, उहाँलाई धन्यवाद छ। हर्क साम्बाङ भनेको भन्दा तपाईँको 4 गुणा राष्ट्रवादी भनेको बालेन्द्र शाह, रवि लामछाने, मनोज सापकोटा, सुदन गुरुङ, दुर्गा प्रसाई, उहाँहरू जस्तोलाई चाहिँ हामी सम्मान गर्छौँ, बुझ्नुभयो नि? अब उहाँहरूबाट मात्रै यो देश बन्छ। फेरि दुर्गा प्रसाईले त अस्ति तपाईँले थुके होइन, फेरि चाट्ने हो? थुके कहिले? मैले जिन्दगी हावादारी कुरा नगर्ने पत्रकारज्यू। उहाँ राष्ट्रको चिन्तन लिनुहुन्छ होइन, राष्ट्रको बारेमा राम्रै बोल्नु भएको छ, उहाँलाई धन्यवाद छ। कतिपय कुराहरू कपी गर्नु हुन्छ, तर उहाँहरू चाहिँ राम्रै मान्छे लाग्छ कि मलाई। खास तपाईँलाई चित्त दुखेको चाहिँ किन?
तपाईले त्यत्रो त्यहाँ चाहिँ तपाईँको रगत पसिना भएछ त्यो पार्टीमा अब हुँदैन क्या ल यो कुरै नकोटाउँ मैले स्पष्ट अघि नै मैले तपाईँलाई भनिसकेको छु म दोहोऱ्याएर म भन्न चाहन्न हर्कबाट हुँदैन कसम हुँदैन कसम हुँदैन केही पनि हुँदैन केही पनि हुँदैन उहाँ आफू पपुलर कसरी बन्ने उहाँका ती तपाईँको चाहिँ हुन्छन् नि ती पछाडिको चाहिँ बर बिचरा ती भाइ बहिनीहरू छन् होइन उहाँहरू चाहिँ चर्चामा आउनु लागि उहाँले जे गर त्यही अर्को उहाँ त्यो पशु बाँदर मार्नुपर्छ भने पाप लाग्दैन यार बाँदर भनेको चाहिँ हामी बाँदर भनेको एउटा हामी जस्तै मानिस हो उहाँहरू बुझ्नुभयो नि उहाँहरूकै रूप हो क्या हाम्रो पनि बाँदर मार्ने त्यस्तो कार्यकर्ताले बोल्दाखेरि उहाँ चाहिँ नबोल्ने आफ्नो कार्यकर्तालाई कारबाही नगर्ने होइन त्यो ठाउँमा रवि लामछानेज्यू बालेन्द्र शाह हुन्थ्यो भने जमानामा सांसद पद खारेज हुन्थ्यो ध्रुव राई जस्ताको ननाजी जस्तो तपाईँहरू चाहिँ नि यो त राईहरूको पार्टी हो भनेर कतिले आरोप लाउँदै गर्दा आज तपाईँ भएको एकजना बिउ जस्तो भएको मान्छेले पनि पार्टी छोड्दै गर्दाखेरि यसको वास्तविकता के हो अहिले कुरो तपाईँले बुझिहाल्नु भने म वरिष्ठ नेतामा म थिएँ बुझ्नुभयो नि सुदन किराँतले ल्याएर राख्ने बित्तिकै त्यहाँ स्पष्ट देखिहाल्यो नि बाहुन छेत्री जैसी होइन तामाङहरूलाई कति अपमान गरेछ भने हर्क साम्बाङज्यूले ठुलो अपमान गरेछ क्या त्यही भएर हर्क साम्बाङज्यू चाहिँ आफू चाहिँ यो देशको सर्वोपरि ठान्छन् क्या तर यो देशमा पहिला जमानामा महेन्द्र राजाले 14 अञ्चल 75 जिल्ला 36 जात 36 वर्णको यस्तो फुलबारी 4 जात 36 वर्णको फुलबारी 4 जात 36 वर्णको फुलबारी यस्तो सजावट उहाँले गर्नुभएको थियो त्यस्तो खालको हुनु पर्यो अनेको नेता मान्नेहरू जहाँ अब एउटा टोल चाहिँ एउटा गाउँ बनाउन सक्दैन हर्कले एउटा धरानको जनतालाई पानी ल्याएर खुवाउन सके छैन बर बिचरा होइन पानी ल्याएर खुवाइ भन्छ खुवाए त त्यत्रो खोइ त एकछिन एक हप्ता पानी आएर हुन्छ कहाँ आयो पानी ल धरानमा जानु त अझै ट्याङ्कर पानी नकिन हुँदैन धरान जनतालाई बिजोग भइसक्यो गाह्रो भइसक्यो अनि अब त उनले अनि पानी ल्यायो भनेर यहाँ ठुलो राजनीतिको इस्यु बनाउनु मिल्छ यो हावादारी कुरा हो होइन पानी ल्याउनु भयो उहाँले बजेट लानु भएको छ अहिले गरेर बजेट त सम्माननीय प्रधानमन्त्री देशभक्तज्यूले हाल्नु भएको हो हर्कले होइन लौ त भने प्रधानमन्त्री भएपछि त्यो सदनबाट पहिलोचोटि चाहिँ हर्कले नि यसो त्यो एआईले बनाएको त्यो फेक भिडियो हो प्रधानमन्त्री हर्कको भेटै भएको छैन बजेट माग्न चाहिँ गएको थिए अरे खुट्टै ढुङ्न गएको थिए अरे तर बालेन्द्र शाहले भेट्न दिएनन् रे 2 घन्टा ढोकामा बस्दा फर्केर गएको रे हर्क साम्बाङ तर सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले चाहिँ धरानका नेपाली जनता सम्पूर्ण देशभक्त जनतालाई दिनको 12-15 लाख लिटर पानी चाहिन्छ नि त्यहाँ त्यो उहाँले बुझेर चाहिँ बजेट हालिदिनु भयो तर उहाँले त मैले ल्याएको भनेर होइन हावादारी कुरा हर्कले चाहिँ कहाँ ल्यायो भने हर्कको हातमा सत्ता छ र फुर्ती लाउने ठुलो कुरा गर्ने हर्कको कलम चल्छ र भनेको अनि भावी प्रधानमन्त्री भयो भने होइन तपाईँले हिजो तपाईँले नारा लाउनु बेला मैले त भने छैन त्यो एआईबाट हो अहिले ठ्याक्कै एआईले चाहिँ कपी पेस्ट गर्दो रहेछ क्या त्यो एआईको आवाज हो मेरो होइन है तपाईँ हावादारी कुरा नगर्नुहोस् हो र तपाईँको भिडियो होइन होइन एआई हो तपाईँ पनि अनि शेरबहादुर देवा पूर्व प्रधानमन्त्रीज्यूले भन्नुहुन्छ नि तपाईँ पनि त्यही ड्याङ एआई भने सही कुरा हो क्या एआईले अनेक गर्यो क्या कुटाइ नखाएको मान्छेलाई कुटेको बनाउने एआईले चमत्कारै गर्यो यो एआईले त्यही भएर एआईले बोलेको कुरा हो मैले होइन त्यही ड्याङको मुला हो तपाईँ त्यसो भने त्यस कारणले गर्दाखेरि सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह रवि लामछानेज्यू सुदन किराँतीज्यू के अरे सुदन गुरुङज्यू र तपाईँको चाहिँ हाम्रो मनमा त सुदन किराँतीकै उ रहेछ तपाईँको होइन सुदन गुरुङ भन्नुपर्ने किराँती बोल्न आयो त्यो केही भएन बरु सुदन किराँती सही नेता हुनुहुन्थ्यो पहिलाको राम्रो मान्छे हुनुहुन्थ्यो तर उहाँले बिचमा कता यो एमसिसी पास गर्नुपर्छ भन्दा उहाँ पनि राष्ट्रघाती दलालै हो उहाँलाई पनि म मान्दिनँ राष्ट्रघाती नै हो तर एमसिसीको विरोध गर्ने अनि त्यहाँ कसरी मिल्नु भएको छ त अहिले हर्क र सुदन अब उहाँ सुदन किराँतीलाई त के छ भन्दाखेरि मुख्यमन्त्री पठाउँला भन्ने ती दाउमा छन् क्या उहाँ होइन कसरी 14 जिल्लाको जनतालाई मुर्गा बनाउने र मुख्यमन्त्री पड्काउने अनि राज गर्ने कोशी प्रदेशलाई कब्जा हान्ने भन्ने उहाँहरू दाउमा छन् त्यो हुन हामी नेपाली जनताले दिँदैन यो जातीय पार्टी हो यो स्पष्टै हो जातीय एकदम राइट हो उनीहरूले जातीय राजनीति गर्न खोजे त्यसो किन होइन त नत्र त्यो तपाईँको त्यो एकजना हाम्रो त्यो नगरपालिकातिरको एउटा पिउनलाई जिम्मा दिइहाल्थ्यो नि तर ती पिउनको नाम मात्रै हो उपाध्यक्ष केही पनि छैन बर बिचरा उहाँको सरपरि उहाँको हातमा छैन नामको उपाध्यक्ष बर बिचरा उहाँ आफै तडपेर हिँडिराख्नु भएको छ कुन दिन उहाँ पनि आउनुहुन्छ
पार्टीमा पार्टी परित्याग गरेर आउनुहुन्छ उहाँ पार्टी मेरै छुट्टै ठाउँमा लाइन्छन्, आउनुहुन्छ लड्को छ। अब नरनाथ गौतमले छ नि आधीहरू ल्याउँछ श्रम समिति पार्टीकाबाट सबै टोटल इन्याउ मेरो सल्लाहबाट राजीनामा दिँदैछन् जिल्लाबाट। अनि तपाईँले पार्टी छोडेपछि हर्क साम्पाले एउटा स्ट्याटस लेखाएको थियो नि, हेर्नुभयो कि? जेसुकै लेख्नु मलाई मतलब भएन। होइन, नजानुपर्ने मान्छे खोइ के भनेर जानुपर्ने हो कि बढाएर लगे त्यस्तै के टाइपको? होइन, ती अब घुमाउरो ती रुन्छन् बेला बेलामा होइन, मक्ख बनाउन खोज्छन् तर जनताले विश्वास मान्दैन। अब सकियो क्या, राष्ट्रभक्ति होइन, रोको नाटक हो उहाँको। त्यो नाटक हो। अलिकति एक थोपो यसो पानी बेला बेला पानी लगाएर आँसु झार्छन् उहाँले, यसरी पानी खन्याउँछन् छ्याप्प पारेपछि अनि त्यही फेरि मिडियाकर्मीहरू छ नि एक हाते भइसक्यो मिडियाकर्मीहरू पनि त्यताका फेरि पहिला पानी हाल्छन् आँखाभरि पार्छन् यसो गर्छन् त्यही खिचेर हाल्छन्। सबै नाटक नौटङ्गी र नाटकले चल्दैन। कुराकानी यही हो। अब यतातिर जाउँ। अब होइन, विष्णु पौडेल पक्राउ पर्यो भन्ने कुरा छ। पक्राउ पर्नुपर्छ। उहाँ जस्तो तपाईँको चाहिँ यो सम्पत्ति शुद्धिकरणमा बढी अथाह देखियो। देशभक्त सरकारले समाज ठिक गर्यो। बान्द्र शाहज्यू यस्ता भ्रष्टाचारी दलालहरू यी सबै तपाईँको चाहिँ 35-40 वर्ष देश खोक्रो बनाउनलाई कसैलाई पनि नछोड्नको लागि मेरो आग्रह छ। सबैलाई समाउँदै भित्र हाल्दै गर्ने, ठुला माछाहरू सबैलाई भित्र हाल्नुपर्छ। सबैलाई को सबै जोसुकै होस्, पुराना दलका भ्रष्टाचारी दलालहरू जोसुकै यिनीहरूलाई खोरमा हालेर कुहाउनुपर्छ। हिजो बालिन शाहले चितवन पुगेर भनेको थियो नि त, यहाँ चाहिँ नि राष्ट्रको सम्पत्ति दोहन गर्ने होस् चाहे जोसुकै होस् हामी न्यु खोज्दैनौँ तर हामी तिनलाई छोड्दैनौँ भनेको थियो नि त उनले। नबोलिकन छोड्नुहुन्न, नबोलेर काम गर्नुहोस्। तपाईँलाई सम्पूर्ण नेपाली जनताको आशीर्वाद छ। तपाईँ ढुक्क हुनुहोस्, अगाडि बढ्नुहोस्। तपाईँ भनेको एस्लेटर हो, एक्सप्रेस गाडी हो, तुफान हो, आधी उरी हो। तपाईँ नबोलेर काम गर्नुहुन्छ। बुलेट हो तपाईँ भनेको एम सिस्टमको बुलेट हो। तपाईँ ढुक्क भएर अगाडि बढ्नुहोस्। तपाईँको साथमा देशभक्त नेपाली जनता, सम्पूर्ण प्रशासन निकाय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नरनाथ गौतम जस्ता देशभक्त जनताहरू छन्। तपाईँ ढुक्क अगाडि बढ्नुहोस्। तपाईँ रफ्तारमा अगाडि बढ्नुहोस्। विष्णु पौडेल, केपी ओली, प्रचण्ड यो 17,000को हत्यारा यो प्रचण्ड यो फटाला पनि ल्याउनु पऱ्यो, भित्र हाल्नु पऱ्यो। अहिले बिरामी भएको नाटक गर्दैछ फटा दलाल। म जस्तो मात्र यहाँ हेर्नु, यो यस्तो गोली खाएर यहाँ हेर्नु, मलाई अपाङ्ग बनायो प्रचण्ड राष्ट्रघाती दलाल। यो दलाललाई पनि छानबिन गर्नुपर्छ। क्यान्टोनमेन्टको यहाँ चाहिँ अथाह अर्बौँ चाहिँ 21-22 अर्ब पैसा उहाँ चाहिँ कता कता थन्काएको छ विदेशी ब्याङ्क संस्थामा। यो पनि ल्याउनुपर्छ। अब यिनीहरूलाई छोड्नुहुन्न बालेन्द्र शाहजी, रवि लामछानेज्यू तपाईँ त्यागी नेता हुनुहुन्छ र सुदन गुरुङ भनेको देशभक्त गोर्खा न्याय माग्न लागि गोर्खा जान्थे पहिला भने गोर्खै जिल्लाको गृहमन्त्रीजी हुन्छ। तपाईँ ढुक्क हुनुहोस्, तपाईँ अगाडि बढ्नुहोस्। तपाईँहरूको लागि तपाईँहरूको लागि म गोली हान्न तयार छु। म जिउँदो शहीद हो, म जिउँदो घाइते हो। तपाईँहरूले नि हामीलाई अब न्याय दिलाउनुपर्छ। तपाईँहरूले 2052 सालदेखि यताका जनयुद्धमा लागेका ती सोझा निमुखा जनताहरूलाई घाइते, अपाङ्ग, अशक्त, बेपत्ता, शहीद परिवार र भदौ 23 र 24को जनजी आन्दोलनका हरेक नागरिकलाई न्याय दिलाउनको लागि ती जनजी आन्दोलनमा शहीद भएका 76 जना बाबु नानी र घाइते र बेपत्ता भएका ती व्यक्तिहरूलाई चाहिँ सम्मानजनक ढङ्गले सबैलाई 2062 19 दिने आन्दोलन छ नि, 62-63 को 19 दिने जनआन्दोलन, जनयुद्ध र जनआन्दोलन सबैलाई समेटेर सबैलाई न्याय दिलाउनको लागि अब तपाईँले मात्रै गर्नु सक्नुहुन्छ। त्यो गर्नुपर्छ। अनि आम जनताले तपाईँलाई अझ 50 वर्ष साथ दिनेछन्। ढुक्क हुनुहोस्। र हर्क साम्पाङ जस्ता फटा जालीहरूलाई चाहिँ सदनमा विरोध गर्ने बित्तिकै करप झ्याप मर्यादा पालकले करप झ्याप समातेर भित्र हाल्नुपर्छ। मर्यादा पालक किन राख्यो त्यहाँ? सभामुख महोदय भनेर सभामुखज्यूले सभामुख महोदय होइन, यो त सभामुखज्यूको आदेश चाहिन्न। मर्यादा पालकले हर्क साम्पाङ जस्ता जो बढी बोल्छ, जो विकास विरोधीलाई करप झ्याप समातेर भित्र हाल्नुपर्छ। म यही भन्न चाहन्छु।